सुरु भयो है हजुर हस् धन्यवाद ए हुन्छ ल हाम्रो यात्रा सुरु भएको छ जङ्गल सफारीको रमाइलो अविस्मरणीय क्षण भयो सधैँ नसोचेको हामी जङ्गल सफारी गर्दैछौँ सुरु भयो हाम्रो बिहानको सुरुवात हाम्रो सफारी सुरु भइसकेको छ सौराको लागि च्यानलको मान्छेहरू महाभारत आइसकेको छौँ हामी यताबाट ब्यागबाट त्यो जस्तो गरेर जङ्गल सफाई गर्ने साथीहरूले यहाँनिर हामीले हात्तीको हात्ती पनि देखिरहेको छ सायद ताजा ताजा जस्तो लागेको हो हाम्रो भिडियोमा अन्तिमसँग जोडिनु होला यहाँहरूले हेर्नु सक्नुहुन्छ चितवन नेसनल पार्कका जङ्गलमा रहेका जङ्गली जनावरहरूको दृश्य कैद गर्ने कोसिस हामी गरिरहेको छौँ यसलाई कतिको लकले साथ दिन्छ बिहानको समयमा भइरहेको छ अनि जनावर देख्यो भने साइलेन्ट बस्छ यहाँसम्म केही देखेको अवस्था छैन यो कुन डियर अरे साम्बर डियर जरायो यहाँनिर बसिरहेछ तर अब त्यो टाउको देखिएन अरे भित्र चाहिँ खासै देखिएन अब उता सिकिरहेको हो रहेछ कत्रो ठुलो रहेछ स्पुटेड डियर अहिलेको जस्तो है चित्तल सेतो सेतो म त कस्तो टाइगरै जस्तो लाग्यो यार होइन रहेछ थुप्रो रहेछ ल ७ रहेछ म टाइगरै जति लगाइदिरहेको क्या झस्सँगै एलिफेन्ट स्टेबल यहाँ हाम्रो हात्ती भाइहरू दाइहरू बनाउनुहुन्छ अब यहाँबाट हामी अगाडि जाने अनुमति छैन होला सायद खतरा रहेछ ल यो चाहिँ मन पर्छ मलाई गाडी पनि अलिकति
जङ्गलभित्र पनि हात्तीको लागि घर पनि रहेछ यहाँ। यहाँबाट ब्याक गर्ने हाम्रो हरिण देखिएको छ। बच्चाहरू पनि कुना कुना लगेको छ। यहाँ खासै देखिँदैन होला, ठाउँ कैद भएको छैन। यहाँ चाहिँ हरिण यहाँहरू पनि प्लान गरेर चितवन विष्णुपाट आउन सक्नुहुन्छ। प्लानमा हरिण यहाँ देखिएको छ, तर कता छ गाडीमा प्लेस। ल हामी जङ्गल सफारीमा हामी हिस्टोरिकल प्लेस गैडा वाइल्ड लाइफ क्याम्पमा आइरहेको छौँ। हामी यो गाडीमा टक्क आएको छौँ। टक्क यो दाइ भ्लगर दाइ हुनु रहेछ। हामी ल अगाडि हिँड्दाको मलाई चाहिँ अलिकति मनमा डर पनि लागिरहेको छ, किनभने जङ्गली जनावरको अब कतिखेर के हुन्छ भर हुँदैन, त्यतिखेर पनि उसले आक्रमण गरिदिन सक्छ। त्यो भएकोले गर्दाखेरि हिँड्न पाइन्छ अरे यहाँ दाइहरूले भन्नुभएको छ। हाम्रो समग्र आजको ग्रुप, आजको हाम्रो यो जङ्गल सफारीको गाडीको यात्रामा हाम्रो टिममा हुनुहुन्छ हाम्रो चालक दाइ हुनुहुन्छ। दाइले आफ्नो नाम भनिदिनु होला यहाँ साथीहरूलाई। पहिला राजाको पालामा चाहिँ के हुन्छ डाइनिङ टेबल यसले गरेर डाइरेक्ट आफ्नो हातले नेसनल पार्कमा घुमाउँथ्यो। एलिफेन्ट पार्क यो त नेसनल पार्क डाइरेक्ट सरकारले कर तिर्थ्यो कि वर्ष पनि भन्थ्यो। अहिले त सबै हजुर होटल जति पनि होटल सबै नेसनल पार्कमा लाँदैन। एलिफेन्ट पार्क छैन। त्यसै गरी आज हाम्रो यो जङ्गल सफारीको टुरमा चाहिँ हाम्रो यहाँ गाइड गर्ने दाइ हुनुहुन्छ अर्को दाइ। दाइको परिचय अलिकति दाइको शुभ नाम भनिदिनु होला। हजुर हामी जङ्गल सफारी हामी यहाँ वाइल्ड लाइफतिर आहा नै पुरानो 26 वर्ष पुरानो होटेल कटेजहरू पुरै बन्द अहिले सब रमाइलो चाल्दै कि यहाँ गैडाहरू चाहिँ बस्थ्यो अरे। अब खासै छैन। एकजना डुङ्गावाला ढुङ्ग्री खोला भन्छ। ढुङ्ग्रे खोला भन्छ है। यहाँ चाहिँ के देखिन्छ प्रायः? यसमा भनेको हाम्रो दुई किसिमको गई पाइन्छ। यसमा माछ मगर एन्ड घडियाल भन्ने। जस्तो साइडमा निक्ले त यहाँ आएर पनि बस्छ कहिले कि होइन, यता त डिस्टर्ब भनेर बस्नु पारिपट्टि पाखामा चाहिँ निस्कियो हुन्छ। ए पारिपट्टि पाखामा त्यस्तो बालुवामा निक्लेको हुन्छ। यो के भन्छ गईको एरिया घडियाल के अरे के भन्छ के को एरिया अरे के भन्नु खोला यो ढुङ्ग्री खोला हाम्रो टोलीहरू सबै छन् अगाडि पछाडि
भाले बनकुखुरा भाले यो बाँच्ने यही हो ल वाउ एउटा चाहिँ मैले देखेको चाहिँ कहिले नदेखेको आँखाले नदेखेको झ्याप्पै चाहिँ यो चाहिँ राइनो जोनमा आइसकेको छ राइनो जोनमा खै राइनो देखेकी छैन आज हामी यहाँ राइनो जुनमा आएको छौँ अब सायद तपाईँ गैँडाको एरिया होला गैँडाको एरिया भन्नुहुन्छ तपाईँले भिडियो हेर्नुहोस् है आँखा नजिक लगाएर हेर्नुहोस् अब गैँडा देख्नुहुन्छ के गराएको होइन अब यहाँ गैँडा कति पनि देख्न सक्छ है साथीहरू दुईवटा भिडियो बनाउनुपर्छ रिभ्यूको लागि टाइगर जोनमा आउँ टाइगर अब कता छन् ल साथीहरू हामी टाइगर जोन एरियामा हामी आइसकेको छौँ अब यो एरिया चाहिँ तपाईँले एकदम ध्यानपूर्वक हेर्नु ल यहाँ टाइगर देख्न सक्छ अरे यो बिहानको समयमा ठ्याक्क टाइगर देख्ने पाइने गरे मयूर देखिएको छ मयूर मयूर छिटिरहेछ साथीहरू यो मयूर हेर्नुहोस् यो भाले मयूर मयूर हो कि पोथी मयूर हो यो भाले मयूर भन्छ दाइहरूले वाउ करेर ल ल हेर्न सक्नुहुन्छ वाउ साथीहरू भागिसक्यो मयूर मयूर भागिसक्यो यहाँनिर हेर्न सक्नुहुन्छ वाउ मयूर ल हेर्नुहोस् ल मयूर ल हेर्नुहोस् वाउ वाउ मयूरले स्वागत छ भिजाइसकेको छ साथीहरू यो एकदम अविस्मरणीय क्षण हो बिहानीको समय भएकोले गर्दाखेरि यहाँ मयूरले हामीलाई स्वागत गरिसकेको छ साथीहरू हामी अहिले टाइगर जुन जग्गामा छौँ फिचार देऊ एकदम डेन्जर एरियामा हामी छौँ ल हेर्नुहोस् मयूर कुदेको हामीलाई स्वागत गरिरहेको छ नाचेर मयूरले ल हेर्नुहोस् साथीहरू हाम्रो साथीहरू पनि गाडीभित्र एकदम बाहिर घुम्ने एरिया एरियामा चाहिँ गइरहेको छ उहाँहरू अवलोकन गर्नुभएको छ त्यसरी हामीलाई बोलाउँछु भन्नुभएको छ गैँडाको पाइला अरे यहाँले देख्नुभएको यो गैँडाको पाइला अरे बिहान हेलो हाम्रो गाडीले धेरै पिकाउँछ ओहो बाटो एकदम जोखिम छ जोखिम त्यहाँबाट मैले चाबै कुरो भिडियो छु तपाईँले भिडियोमा कमेन्ट गर्नुलाई यहाँले के देख्नुभयो हाम्रो भिडियोमा यहाँले के जनावर देख्नुभयो कस्तो कस्तो जनावर देख्नुभयो होइन कतिपय कुरा त मैले भिडियो खिचेको क्रममा मैले देखेको पनि हुँदिनँ होइन मैले यहाँलाई भिडियो मार्फत देखाउने कोसिस गर्दाखेरि म आफ्नो मेरो आफूले देखिरहेको हुँदैन किनभने क्यामेराको ब्यालेन्स मिलाउनु पऱ्यो हेर्नु पऱ्यो सबै कुरा मिलाइदिनु हेर्नु पऱ्यो त्यो क्रममा मैले कतिवटा दृश्य मैले देखेको पनि छुइनँ यहाँहरूले भिडियोमा के देख्नु भएको छ कमेन्ट गर्नु होला है त अनि हामीलाई पनि खुसी लाग्छ शीतल देखियो सिन चाहिँ यसको त डेन्जर छ म दिनबाट देख्ने कोसिस गरिरहेको छु यहाँलाई ल हेर्नुहोस् साथीहरू ल हेर्नुहोस् ल कमेन्ट चाहिँ गर्न नबिर्सिनुहोस् है के देख्नु भएको छ यहाँहरू नजिकैमा मैले देखाउने कोसिस गरिरहेको छु यहाँलाई एकदम हामी नजिकै देखेको छौँ यहाँले हेर्न सक्नुहुन्छ यहाँ गइरहेको बसिरहेको छ साथीहरू एकदमै आजको महत्त्वपूर्ण यात्रा हाम्रो यात्रा जङ्गल सफारी चाहिँ हाम्रो एकदम सफलताको मोडतिर हाम्रो गइरहेको छ हामीले गइरहेको देखिरहेको छौँ के छ राम्रो गर्नु भन्नुभएको छ एकदमै कालो यो लाइफ चाहिँ पहिलोपल्ट हो यस्तो नजिकबाट मैले गइरहेको देखिरहेको छु साथीहरूलाई देखिरहेको छु मेरो साथीले गइरहेको पूर्वहरूलाई हल्ला गर्न पनि पाइँदो रहेछ भनेर एकदमै आजको हाम्रो यात्रा लगभग सफलतातिर गइसकेको छ हामीले गइरहेको अब हामीले भिडियोमा पायौँ भने साथीहरूले पनि पाउनुभयो भने मलाई पनि खुसी लाग्नेछ ल गएर अलिकति हिँडेको छ अगाडि गएछ ल हेर्नुहोस्
जति खिचिस हाम्रो अगाडि एउटा गाडी हामी पछाडि खै बाघ त देखियो अब अरू के देखिन्छ कि भन्ने आशावादी छौँ हामी होइन हेर्दैछौँ जङ्गल सफारीमा हाम्रो खै खासै देखिन भान्दारमा घुम्न आएको अब बाघ चाहिँ देखिएन बाघ एरिया पनि खासै रातिमा त आउँछ दिउँसोमा छैन लास्ट एन्डिङ जस्तो लाग्यो अब नदेखिन्छ पनि छैन एक्लै बिचरा मङ्कीले त पुरा बिन्दास बसिरहेछ मङ्की एक्लै बस्यो बिचरा यो यसको गर्लफ्रेन्ड कतै छुट्टी जस्तो छ डिप्रेसनमा जस्तो पुरै मङ्की चाहिँ पुरै अकेला बसिरहेको छ एक्लै बसिरहेको छ बिचरा जुन आजको मेरो यात्रा आज लगभग हाम्रो जङ्गल सफारी सकियो होइन सकिएर लाग्यो अब यादगार पल कहिले पनि फर्केर आउनु छैन है घुम्न आइन्छ हामी क्यामेरा बोकेर आइन्थ्यो गोप्रो स्टिक बोकेर आइन्थ्यो त्यस्तै भयो केही छैन म्यार हामी आउट हुँदैछ जङ्गल सफारीबाट मेरो सौराको ट्रिप सकिएर